गुड मर्निङ साथी हो मेजोर कस्टिले खाम्रीमो छ्याजुलो भन्दै हजुरहरूको माझमा फेरि पनि मेरो युट्युब च्यानलमा आइसकेको छु। सो गाइस आज चाहिँ बिहान एकदमै धेरै पानी आएर र पनि मैले चाहिँ जाडो नमानिकन चाहिँ चिसो नभइकन चाहिँ चिसो पानीले यस्तो मजा नुहाएको थिएँ। कस्तो मजाको फ्रेस भयो हो र एकदम राम्रो हुँदो रहेछ चिसो पानीले नुहाउनुको लागि चाहिँ। सो अन्त तपाईँलाई म है नाम्चीको वेदर भन्दाखेरि पनि अब नाम्चीमा चाहिँ अब कस्तो चाहिँ घाम लागिरहेको छ म तपाईँलाई देखाउँछु हेर्नुहोस् ल। ल हेर्नुहोस् घाम टन टन उठ्नु छ। Yes. माम घामै घाम है। हेत्तेरिका यस्तो घाम चाहिँ मैले कहीँ पनि देखेको थिएँ। तपाईँहरूकोतिर त झन् लागिरहेको होला। हाम्रो त गरम भएर चाहिँ साथी हो म त बिहानै नुहाइदिँदै गरेको नि त। पुरा गरम हो आम्मामा हो उठ्दाखेरि पसिना खलखलको बेसी घाम लागेर नि। यो के भन्छ राते साग टिपु भनेको कि सब छिप्पिसकेको छ हौ तर हो यो साग चाहिँ टिपेर चाहिँ मजाले यसलाई चाहिँ अब हुन्छ नि खानुपर्छ कि। तर यो तपाईँहरूले देख्दै होला यो फुल्लेको यो चाहिँ मैले बाक्लो छरेर चाहिँ त्यस्तो भएको अरे हौ साथी हो। पुरा बाक्लो छरेछु नि त मैले हो। सो त्यसले गर्दाखेरि मलाई थाहा पनि थिएन। मैले यसो गरेर छर्दिएँ हो। छरिदिँदाखेरि चाहिँ यतिको आयो। अन्त साथी हेर्नु न यो मैले सिमी रोपेको थिएँ। यो पनि मजाको आएको छ है साथी हो। मिहिनेत गऱ्यो भने चाहिँ मिठाको फल खानु पाउँछ भन्थ्यो हो रहेछ है। मैले यसलाई आउँछै आउँदैन भनेर चाहिँ जस्ट रोपिदिएको थिएँ मात्रै यहाँ आइरहेछ। तर मैले चाहिँ अब यहाँ चाहिँ थाङ्रा नभएको कारणले गर्दाखेरि चाहिँ सो लाउनु चाहिँ लगाइरहेको छु। सिकुटे यसमा हो फल्यो भने फल्छ नि त होइन। अन्त फल्यो भने फल्छ कसले फल्दैन भनेछ। अन्त यहाँ हेर्नुहोस् न आमामा टमाटर त हो ड्याम यो टिप्नुपर्छ बेसी फेरि कुहिन्छ नि त फ्यातफुत हुन्छ हो। यो चाहिँ अब अर्ग्यानिक हो नि त। बजारको हामी खाँदैनौँ किनेर हो सबै यसरी रोपेकोहरू नै खान्छु नि त हामी चाहिँ हो। किनभने एकदम राम्रो पनि हो होइन। अन्त यहाँनिर चाहिँ फेरि चुच्चे करेला जाँदैछ उकालो। यो अम्बकको बोट हो। अम्बकको बोटमा चाहिँ चुच्चे करेला मजाले हालिदिन्छ हो। सो त्यसले गर्दाखेरि अन्त बिचरा यहाँ पनि आइसक्यो त यो पनि यता लगाइदिउँ न जान्छ होला नि त होइन। मिली दुईजना मिली फल्नु यहाँ ल। अब अहिले एकदम उयो छैन हो के भन्छ यहाँनिर अब थाङ्रा चाहिँ नभएको कारणले गर्दा छनु चाहिँ छ कि अब यो सबै फरेस्ट एरिया हो। अब फरेस्ट एरियामा रुख काट्नु पनि हुँदैन अब किनभने रुख बचाउ अभियान हुन्छ होइन। सो त्यसले गर्दाखेरि रुखहरू काट्नु हुँदैन। अन्त यहाँ हेर्नु नि डल्ले खुर्सानी यो डल्ले खुर्सानी चाहिँ फेरि टिकाले चाहिँ नि मुन्टो पो काट्दैछ। कुनि के हुन्छ साथी हो मलाई त थाहा छैन। तर फर्स्ट टाइम हो फल्नु त फल्छ होला यो झाडु उखाल्नु पर्छ अहिले होइन घाम लागेपछि हो। सो त्यस्तै हो अब गाउँठाउँको जिन्दगानी होइन। अन्त के भन्छ तपाईँहरूकोतिर कसो हुँदैछ हौ हिजो आज मौसम हो। मेरो चाहिँ अब एकदमै घाम लागिरहेछ। मैले अघि तपाईँहरूलाई भनिसकेको छु पुरा घाम लागेछ हो साथी हो। अन्त घाम लाग्दाखेरि चाहिँ म गरम भएछ बिहानै नुहाइदिएको नि त होइन। सो त्यसले गर्दाखेरि चाहिँ अन्त म राते साग टिप्दैछु साथी हो होइन। अब बिहानको यसो आलुसँग भुटु भनेर नि खानु पऱ्यो होइन। जस्ट मैले चाहिँ साथी हो अब युट्युबमा चाहिँ जस्ट सिम्पल पाराले भ्लग हाल्छु है मेरो। आयो तपाईँहरूले मन पराइदिनुहुन्छ होइन। म त्यो कुनै एडिटिङहरू पनि गर्दिनँ किनभने जस्तो छ जस्तो बनाएछु म त्यस्तै भिडियो हाल्नेछु होइन। किनभने अब अहिले बेसी एडिटिङहरू हुनु त अब कतिजनाले एडिटिङ मन पराउँछ कतिजनाले मन पराउँदैन। सो त्यसले भन्दा म जस्तो छु त्यस्तै हाल्छु होइन। अब हेर्नेले हेर्नुहुन्छ नहेर्नेले अब के गर्नु होइन जबरजस्ती गर्नु भएन। म मेरो काम चाहिँ हालेको कति अब हुनु त मेरो फेसबुक पेज पनि छ रोमन ब्लगकै छ हो। युट्युबमा पनि रोमन ब्लगकै हो होइन। सो तपाईँहरूले गएर हेर्नु सक्नुहुन्छ। म सिम्पल कन्टेन्टहरू हाल्छु हो। आई होप तपाईँहरूलाई मन पर्दैन कतिलाई मन पर्छ होइन। सो त्यसले गर्दाखेरि चाहिँ अन्त चले चल्छ नचले चल्दैन। म चाहिँ हालेको मिहिनेत गर्नु चाहिँ छोड्नु हुँदैन नि साथी हो। मिहिनेत गरेको एक दिन चाहिँ सक्सेसफुल हुन्छ नि त। सो त्यसले गर्दाखेरि चाहिँ म चाहिँ हालेको हुनु त भ्युवर्सहरू आउँदैन। अब फर्स्ट हो मेरो अहिले नयाँ च्यानल हो युट्युब च्यानल पनि हो फेसबुक पेज पनि नयाँ हो। सो त्यसले गर्दाखेरि चाहिँ मेरो चाहिँ त्यस्तो राम्रो चाहिँ चलेको छैन साथी हो। आई होप तपाईँहरूको मलाई सपोर्ट साथ माया खाँचो छ है। त्यो पनि तपाईँहरूले सक्सेसफुल गरिदिनुहोस् होला होइन। अन्त त्यही हो त्यही भन्दै म है यो मेरो सानो भ्लगलाई है म यही इन गर्नु चाहन्छु। तपाईँहरूले अझै राम्रो हेर्नुको लागि चाहिँ तपाईँहरूले मलाई है माया सपोर्ट सब्सक्राइब लाइक पनि गरिदिनु होला है। किनभने तपाईँहरूको माया सपोर्ट साथ बिना केही पनि हुनेवाला छैन।
र म चाहिँ भ्लग चाहिँ सिम्पलै हाल्छु है। र मेरो भ्लगमा के मिस्टेक हुँदैछ तपाईँहरूले प्लिज कमेन्टमा भनिदिनुहोस् होला है। अन्त मन नपरे पनि लाइक चाहिँ गरिदिनुहोस् होला भन्दै मेरो पेजलाई यहीँ राख्न चाहन्छु र युट्युब च्यानललाई होइन। थ्याङ्क यू फर वाचिङ। बाई बाई गाइस, नेक्स्ट भ्लगमा भेटौँ है।